ओइ हिँड्दा हिँड्दा थाक्यो एकछिन कुरा गरौँ बसेर। कुरा हो भन न। कलेजमा एउटा केटा छ, मेरो पछि लागेको लागि गर्छ। मलाई त भागौँ भनेको छ, के गर्ने होला है, केही उपाय दिएन। हात पनि काटेको रहेछ उसले त। मैले तँलाई के उपाय दिने? हाम्रो यो उमेर भनेको पढ्ने हो, केटाको पछाडि लाग्ने होइन। हामीलाई बाबुआमाले कति दुःख गरेर पढाइरहेको छ। के भन्ने र खै, अब त्यो जे गरे नि तेरै मर्जी हो। कहाँमा उसको पछि लागेको हो त? उनी मेरो पछि लाग्छ, मलाई खासै मन पनि पर्दैन। तिमी मेरो पछि नलाग भनेको, पछि लागे गर्छ। के गर्ने होला उयो भन्दैन। तैँले के कुरा गरे? मैले बुझेँ त, त्यो केटा तेरो पछाडि लागेको छ, तँ पो लागेको छैन। तँ सहरबाट आउँदाखेरि कस्तो थियो, त अहिले कस्तो भएको छ? तेरो बाबुआमाले तँलाई कति दुःख गरेर सहरमा पढ्न पढाएको। अहिले भनेको हामी केटाको पछि लाग्ने होइन कि, त्यो भनेको आउँछ जान्छ। अहिले भनेको हामीले आफ्नो करियरमा फोकस गर्ने हो, राम्ररी पढ्ने अनि बाहिर जाने भन्ने। कहिले हात काटेर फोटो पठाउँछ, कहिले के गर्छु भन्छ, मेरो लागि कति झगडा गर्छ। मलाई अब खास मन पनि पर्दैन, मैले उसलाई पहिले भनेको। त्यही पनि ऊ मेरो पछि लागेको गर्छ। केही कारणले केही गरिहाल्यो भने म त फस्छु होला। उसँग बोल्दै नबोल्न, सबैबाट ब्लक गरिदे त्यसलाई। किन बोल्नु पऱ्यो? वास्तै नगर, मऱ्यो नि बाँच्यो नि। टेन्सनै नगर, त्यसलाई जहाँबाट नि ब्लक गरिदियो भयो। कुरामा धेरै टेन्सन नलिई कलेज टाढा गएर पनि पायो, भोक पनि लागिसक्यो, घर जाउँ, यो कुरा पछि गरौँ अब। हेलो बेबी, कता हो तिमी आज? आउनु यार, म आज पुरा मोडमा छु। अलिक छिटो आऊ है। ए ससुर बाउ भने केही हुँदैन के, त्यो बुढा भए पनि। त्यो बुढालाई भित्र लगाएर एकपट्टि कुँडा राखिदिउँला नि त, के भयो त? ल म अहिले फोन राखिदिएँ। छिटो आऊ छिटो। हेर बुहारी, तिमीले यो एकदम गलत गर्यौ। तिम्रो लागि भनेर मेरो छोरो समुद्र काटेर पैसा कमाउन गएको छ। अलिअलि दुःख गरेर कमाएर पठाएको छ। तिमी भनी यहाँ बेबी भनेको छ, चुरोट तानेको छ। अलिकति पनि तिमीलाई लाज लाग्दैन नानी? यस्तो कहिल्यै नगर। हेर, तिमीलाई अपराध लाग्छ। मेरो छोराको आँसु लाग्छ तिमीलाई। मेरो छोराले कति दुःख गरे होला त्यहाँ। तिमीलाई आँसु लाग्छ नानी, तिमीलाई आँसु लाग्छ। तिमीलाई आँसु लाग्छ। यो बुढाले यस्तो भन्थ्यो भनेर नभन। हेर, तिमीलाई आँसु लाग्छ नानी। राम्रो छु, यतिको उमेरमा मोज नगरे कहिले गर्ने त ससुरबा? चुप्प लाएर बस्ने। तिम्रो छोरो आउँदा जेलसम्म त मेरो जवानी गइहाल्छ। खाने हो, मोज गर्ने हो, आनन्द मनाउने हो। चुपचाप बस्ने, एक शब्द बोल्ने होइन। मेरो बेबी आउँदैछ, चुप लाएर बस्ने भनिदिएछु। ओइ पिण्ड खाने बुढा, तिम्रो पालामा थियो होला है पाप धर्मको कुरा, तर हाम्रो पालामा त्यस्तो कुरा चल्दैन। मेरो बेबी आउने कुरा तिम्रो छोरालाई थाहा हुन भने, यदि भयो भने तिमीलाई के हुन्छ त्यति बेला थाहा हुन्छ। बुझ्यौ बुढा? चुप्प लाएर बस्ने। हामी जे गरे पनि, जे खाए पनि तिमीलाई नदेखे जस्तो भएर बस्ने। बुढा भनिदिएछु, नत्र पनि राम्रो हुँदैन।
त आज म कस्तो देखिएको छु हेर त। एकदम दामी देखिएको छ। ए बुढा तिमी चुप लागेर बस। बेबी र मेरो कुरा तेरो छोरालाई भनिस् भने म तँलाई सिधै गाडिदिन्छु। यस्तो बुढासँग नि किन बोलेको हिँड जम्मीभित्र। ल तिमी पनि खाऊ। तिमीले जसरी मलाई खुसी बनाएको छौ म तिमीलाई त्यसरी नै खुसी बनाउँछु। तिमी केही टेन्सन नगर। त्यसैले त म खुसी छु त। तिमी छ र त म खुसी छु। तिमी नै भएन भने त म कसरी खुसी हुन्छु भन त। बेबी बेबी छिटो सल्काऊ। के हो आज तिमी त एकदम राम्रै भएर बसेछ त। हो र कस्तो देखिए हा? एकदम हर देखाएको छ। तिमी सधैँ यस्तै ड्रेस लगाउने गर है। मलाई यस्तै ड्रेसमा चाहिँ तिमीलाई हेर्नु मन लाग्छ। अनि साँच्ची सुन न मलाई 50,000 पैसा चाहिएको छ। के गर्नको लागि चाहियो? मेरो गाडीको किस्ता तिर्नु भन्छ त्यही भएर। तिमी टेन्सन नगर। मेरो बुढाको 20 तारिक सेलेरी आउँछ, पैसा आउँछ अनि म तिम्रो लागि त दिइहाल्छु नि। ज्यान दिन तयार हुँदै अनि त्यति नगरौँला त। तिमी के टेन्सन गर्छौ? ठिक छ। मलाई आजभोलि त्यही कुराले टेन्सन भइरहेछ त त्यही भएर भनेको। यार तिमी स्याड भएको म हेर्नै सक्दिनँ। तिमीलाई सानो केही भयो भने त अनि मलाई कस्तो हुन्छ? तिमीलाई भएको समस्या मलाई भनेर बेबी भइहाल्छ। तिमी छ र त म अहिलेसम्म बाँचिरहेको छु त। तिमीले भएन भने त म के गर्ने भन त। तिमीले त हो मेरो सबै समस्याको समाधान गर्ने। तर यो बुढालाई चाहिँ छिटै सल्काउनु पर्यो। ओहो तिमी टेन्सन नगर न, सबै कुरा म मिलाउँछु। यो बुढा भएर धेरै खाडा भएको छ तिमीलाई भनेर बुझ्यौ। के गर्नुपर्छ तिमी र म केही सोचेर यो बुढाको लागि गर्नुपर्छ। ठिक भन्यो। बेबी हेर न मलाई आज तिम्रो हातको कस्तो कफी खानु मन लाग्यो। एउटा एक कफी बनाइदिनु। हो र बेबी ओके। होइन केटी त बुढो विदेशमा भएकै पठाउनु पर्ने रहेछ। बेला बेलामा पैसा त दिन्छन्। हुन त आफ्नो गाडी कहाँ छ र किस्ता तिर्नुपर्छ भनेर भन्नु। साइकल त छैन, के को किस्ता तिर्ने हो र? यहाँ आफूलाई अर्कै काम सल्टाउनु पर्यो। यो एउटा भए पो हो भन्नु। यस्तो छडौलीहरू त मेरो पछि लाइन लाएर बसेछ। तर के गर्नु, आफूलाई पैसाको माया छ। नआयो भने नआउने, त्यही भएर आउने उसको लागि भए पनि आइदिनै पर्यो नि। मौज मस्ती नि हुने, पैसा पनि हुने। यस्तो 4-5 जना पटाउनु पाए त महिनाको 5 लाख त मलाई माल कमाइन्थ्यो।
अब चाहिँ के विचार गर्नु पर्ला जस्तो छ। कोहीको बुढा अमेरिका, कोहीको बुढा अस्ट्रेलिया, कोहीको बुढा जापान, यस्तोलाई माया गर्छ ल। मैले त उसलाई माया गरेँ होइन नि त, पैसाको लागि माया गरेँ। यति भएपछि त मालामाल पैसा पनि कमाइने, माया पनि हुने र रोमान्स पनि हुने। कति आनन्द हेर, यो मेरो भाग्य पनि कति बलियो छ भने उयोलाई सबैले अभागी छस् त भनेर भन्थ्यो, म जस्तो भाग्यमान त अहिले कोही पनि रहन्छ। कति मजा आउने। हेरेर यो छोडौलीले तँलाई माया गरे हो र मैले त पैसाको लागि माया गरे हो, यसलाई के थाहा। यसको बुढो विदेशमा पैसा कमाउँछ, यहाँ आफैलाई कस्तो मोज भइरहेको। यिनीहरूको घरबार पनि राम्रै चलिरहेको जस्तो छ। ए लिएर आयो, तिमी पनि बस न। ओहो, मेरो मायालुले त कति मिठो बनाएको कफी, त्यही भएर त म सधैँ आउँछु। साँच्चै एउटा कुरो के भने, त्यो पैसा चाहिँ एक दिनमा गरिदिउँ है, मलाई धेरै समस्या भएको छ। किस्ता हाल्न नपर्नु, मलाई तनाव भएको छ। तिमी चिन्तै नगर न, पैसा त आउन देऊ। पैसा आएपछि म तिमीलाई फोन गरेर अनि बोलाइहाल्छु ल। तिम्रो यही कुराले त मलाई इम्प्रेस पार्छ। तिम्रो यही बानी त मलाई सधैँ मनपर्छ त, त्यही भएर त म बेला बेलामा आइरहन्छु। माया पनि त गर्छौ नि तिमीले, र म पनि तिमीलाई कति धेरै माया गर्छु, त्यो त तिमीलाई थाहा छ नि। तिमी छौ र पो म छु, अनि तिम्रो लागि मैले त्यति नगरौँला। बेबी हेर न, मलाई तिमीसँग धेरै टाढा घुम्न जान मन छ। बरु मलाई कतै टाढा लिएर जाऊ न। तिमी टेन्सन नलिऊ न, मेरो यति काम सल्टिन देऊ। त्यसपछि तिमीलाई नेपालदेखि म अस्ट्रेलिया, जापान, हङकङ लिएर घुम्न लिएर जान्छु। तिमी किन चिन्ता लिन्छौ? मेरो बेबीले कति माया गरेको है मलाई त म सधैँभरि यसरी नै माया गर्छु। ल त बेबी, मलाई अलिक हतार पनि छ। त्यो पैसाको चाहिँ चाँडै व्यवस्था गरेर मलाई पनि आऊ है। हुन्छ, तिम्रो लागि त म सधैँ आउँछु, तर त्यो पैसा छिट्टै व्यवस्था गरेर। हुन्छ, पैसा आएपछि तिम्रो अहिले मलाई मजा आउँछ है। कस्तो माया गरेको मेरो बुढाले भन्दा पनि सुनाले धेरै माया गर्दै छ। कहिलेकाहीँ अचम्म लाग्छ, उसलाई नदेख्यो भने, नभेट्यो भने म नातास हुन्छ। खै के भयो? त्यो बुढो विदेश छ र मलाई मोज भइरहेको, सुनको माया पाइरहेको छ। मलाई के छ, जहिले आए जे गरे।
नातिनी पनि आयो ल भाग्यमानी नातिनी ल कसो त त्यो चौगडी तानेर बसाउनु भयो म सक्दिनँ अनि नानी के छ त घरतिर जय साहब सबैजना सन्चै हो अब दम बढेर आजभोलि चिसो पनि बढ्यो हेर यो चिसोमा त दमले साह्रै गाह्रो बनाउँछ नानी अनि के लायो बारीतिर के छ त सबै लगाइसक्यो अब आलुहरू उम्रिँदैछ अनि मैले औषधि ल्याएछ नि बुवा हजुरलाई यस्तै त औषधि ल्यायो दमको हजुर हजुर ए सिकिन लाथ्यो अलिक अनि पाइथ्यो तिमी ल्याइदिइहालिथ्यौ बुवा यो 2 टाइम खानु अब म त कतिखेर मेडिकलतिर जाउँला र 2 टाइम खानु त्यो चाहिँ खोकीको ल नानी बलिमा राख्छु अलि सजिलो हुन्छ अनि म त तिमी आउँछौ कि भनेर बाटो हेरेर धेरै दिन भयो आएनौ यसो सोची खेतीपाती लाउनु थाल्यो होला भनेर कस्तो गरिनँ के गर्ने भाइ त्यही छ खाने बेला त्यो त्यही भएर आउन पाएन कहिले पनि आउने मन थियो नि बुवा के गर्ने अफिसको कामले आउनु भएन त्यही भएर आउनु भएन आज यसो काम सकाएर एकछिन बुवालाई भेटौँ कि भनेर आएको हो बुवा अब बुवा नि बिरामी हुनुहुन्छ कि हुनुहुन्छ भनेर आउने बाटो यसो औषधि ल्याइदिनु बुवा अब के गर्नु नानी यो चिसो बढेपछि साह्रै दम बढ्छ बा दम बढेर गरम महिना त ठिकै हुन्छ यो जाडो महिना त असाध्यै दम बढ्ने चिसो यही हो अब के गर्ने अब छैन भनौँ भने सबै छन् सबै अगाउने पारा के गर्ने नानी यतै छ अनि औषधि सिपिन लाथ्यो तिमी आउँछौ कि भनेर अस्ति तिम्रो बाटो हेरेर दिन्छु अरे आज आएछौ खुसी लाग्यो अब औषधि सिदिन लाथ्यो बुहारीको ताल त्यही हो कहिले कता भन्न बोल्न मिल्दैन अब बोल्यो कि त हाउला त गर्छन् अब छोरासँग फोन नभए धेरै भयो बा अब मलाई आज तिम्रो त्यो मोबाइलबाट छोरासँग एकचोटि कुरा गराइदेऊ न अब यहाँ बुहारीलाई कतिचोटि भनी यसो छोरासँग कुरा गराइदेऊ न त छोराको मुख देखेर मन लागेको छ भने बुहारीले एउटा खाने सुन्छ एउटा खाने एउटा हुन्छ अब छोरो कहिले आउँछ 4 वर्ष भयो बिचरा सासो मन्त्र पारिका छ अब आज आउँछ कि भन्यो भोलि आउँछ कि भन्यो यो बुढेसकालको छोराको बाटो हेर्दै मर्ने बेला भइसक्यो नानी म त अब तिमी आऊ ल्याऊ अनि छोरासँग कुरा गराइदिए ल्याऊ भनेर चाहिँ सोचिरहेको थिएँ आज आयौ एकचोटि छोरासँग कुरा गर्नु पर्यो कहिले आउँछ कुनी त्यति गरिदेऊ बा हुन्छ बुवा टेन्सन नगर्नु म भाइसँग कुरा गराउँछु मसँग नि भाइको कुरा नभएको धेरै भइसक्यो बुवा केमा बिजी छ कस्तो छ सन्चो बिसन्चो केही पनि थाहा छैन मलाई नि अब अनलाइनमा पनि देखेको छैन सन्चो बिसन्चो कस्तो छ केही पनि थाहा छैन तिहारमा एकचोटि बोलाएको थियो बुवा त्यो बेलादेखि बोलेकै छैन भाइले पनि तिमीलाई त्यसले फोन गरेको छैन छैन बुवा छैन यता बुहारीलाई गर्छ कि गर्दैन उसले खोइ नानी मलाई त थाहा छैन त्यो बुहारीलाई छोरोसँग बोल्छु फोन गर्नु भने ओहो दिदी आउनुभएको दिदी सन्चै हुनुहुन्छ घरतिर भान्जी पनि आउनुभयो रहेछ खुट्टा दिनु भान्जी हेर बुवाको हालत त्यस्तो छ बुहारी भने त्यस्तो छ ढङ्ग न रङ्गको के भएको हो
दिदी बस्दै गर्नु है, बुवासँग गफ गरेर म चिया बनाएर लिएर आउँछु। मलाई त नानी यो चिया त दिनको 6-7 का खानुपर्छ। चिसो महिनामा चिया खासी अलिकति कम हल्का हुन्छ। चियामा भनेको भाइको कति दिन बाँच्नु खपी। बुवा यो चिया भन्दा त बरु तातो पानी खानु। चियाले फेरि के रोग निस्किन्छ भन्छ बुढीले। खोइ छोरी छोरो फर्केर आउँछ कि भने आउँदैन। अब हत्त बाँच्नु 2 वर्ष। अब छोरा अनुहार हेर्दा मर्न पाए हुन्थ्यो। यो के नि जेसुकै होस् मर्ने बेला अब छोरो खाने थुप्रो वर्ष भयो आइआउँछ। नआउँदैन के आयो त। बुबा किन टेन्सन गर्नु भएको? भाइ पनि आउँछ, म छु, तपाईँलाई मै लगेर पाल्छु नि बुबा, टेन्सन नलिनु। बुबा यहाँ टावर दिँदैन, ऊ त्यो डिलमा गएपछि दिन्छ होला। अनि म भाइलाई कुरा गराउँछु, कतै फोन लाग्छ कि हेर्नु बुबा त्यहाँ। ल नानी ल यसरी कुरा ल बिस्तारै आइया बुढेसकालले हो छोरी ल मेरो लौरो कता छ? यसलाई ल्याउ बा लेख ल बिस्तारै यसको बाउ छोरी, कोही नभएको बाउ छोरी छोरालाई खेलाउन भनेर गए। जति खेल लाए पनि मेरो बुढोले यिनीहरूको कुरो सुन्ने होइन। यसै हो क्या। छोरी यहाँ बसौँ न त। छोरी आज म एउटा कुरो भन्न पर्यो तिमीलाई। तिम्रो बुहारी मेरो पनि बुहारी। अब तिमीले अघि देखिहाल्यौ एक बिता कपडा लाछ। यो पुस माघको महिना यस्तो चिसो छ, ठन्डी छ। हेर चुरोट पनि त्यत्तिकै खान्छे, चाड औसी पनि त्यत्तिकै खान्छे। त्यो मात्रै हो र घरमा 3 दिनै फरक खालको केटा आउँछ। बेबी अरे खै के जाति हो त्यो बेबी भने? फरक खालको केटा ल्याउँछे, मजमस्ती गर्ने, रिल्याक्स गर्ने भन्छे। अरे त बुढालाई मारेर फालिदिन्छु, काट्छु, नबोल। तेरो छोरालाई भनिस् भने, तेरो छोरीलाई भनिस् भने तँलाई मारेर काटिदिन्छु, जिउँदै काटिदिन्छु। बोलास भन्छे। त्यसले ल्या नाठाले त्यतिकै थर्काउँछ बा। म त घरमा बस्न नसक्ने भई छोरी। खै कतिखेर मार्छन् त्यो पनि म त बुझ्नै सक्दिनँ। 24 घन्टा फिलिली हो। जाँड हार कति रुच्या, कति खान सक्या। म त अचम्ममा परेँ है, अचम्ममा पर्छु बा। यो कुरो तिमी आउल्याउ र तिमीलाई भनौँला भनेर बसिया थिएँ। आज तिमी आयौ, त्यही भएर सबै कुरो भनी छोरी। म त खप्न नसक्ने भई। जाउँ भने कहाँ जाउँ, खुट्टाले भर पाउँदैन। चिसोमा दम साह्रै बढ्छ।
खै खै बुबा हाम्रो अगाडि त साह्रै राम्रो गरेको देख्छ। ए त्यसले त हामी नहुँदा त्यस्तो गर्दो रहेछ बुबा। खोइ बा अब भाइले हाम्रो कुरा सुन्दैन, खालि त्यसकै मात्रै कुरा सुन्छ। के गर्ने बा अब? टेन्सन नगर्नु बा, तपाईँलाई भाइ नआउन्जेल तपाईँलाई मसँगै राख्छु बुबा। बुबा तपाईँलाई मैले लान्छु त भने तपाईँको पो म छोरी हो, तर जय त अरूकै छोरा हो। खै लान्छु त भने अब लैजाउँ कि नलैजाउँ, के गरौँ बुबा? बुबा तपाईँ चिन्ता नलिनु, तपाईँलाई म लगेर लान्छु बुबा। लौ छोरी के गर्छौ?